सम्पूर्ण साथीहरूमा नमस्ते। बीबीएस फोर्थ इयर फन्डामेन्टल अफ सेलिङको आज मैले च्याप्टर 6 को फुल भिडियो लिएर आइसकेको छु। योभन्दा अगाडि मैले च्याप्टर 5 सम्म सबै भिडियोहरू माथिल्लो अघि राखिसकेको छु र बाँकी आज म च्याप्टर 6 को गर्न गइरहेको छु र आजको टपिक ढिलो नगरी आजको टपिक सुरु गर्न गइरहेको छु। सङ्गठनमा विक्रय जनशक्ति व्यवस्थापन, म्यानेजिङ सेल्स फोर्स इन द अर्गनाइजेसन। एउटा सङ्गठनमा विक्रय जनशक्तिको कतिको भूमिका हुन्छ त? अब हरेक सङ्गठनमा जनशक्ति रहेका हुन्छन्। ती जनशक्तिको व्यवस्थापन कसरी गरिएको हुन्छ सङ्गठनमा भन्ने कुरा आजको भिडियोमा विशेष रहनेछ। र जनशक्ति भन्ने कुरा यस्तो साधन हो जो सङ्गठनका लागि महत्त्वपूर्ण मानिन्छ। यदि सङ्गठनमा जनशक्ति नै कमजोर भएमा र सङ्गठनको लक्ष्य हासिल गर्नमा समस्या देखिन्छ। त्यसैले सङ्गठनको आवश्यकता, इच्छा, चाहना र ग्राहकको सन्तुष्टि दिनका लागि विक्रय जनशक्तिलाई व्यवस्थित गर्नुपर्ने हुन्छ। आजको च्याप्टर अनुसार सुरुमा रहेको छ मिनिङ अफ द टास्क अफ सेल्स फोर्स म्यानेजमेन्ट। एउटा विक्रय जनशक्ति भनेको के हो र यो भित्रमा के कुराहरू पर्छन् भन्ने कुरा यहाँनिर दिएको छ। विक्रय जनशक्ति भनेको विक्रय जनशक्ति व्यवस्थापन विक्रय व्यवस्थापनको एक महत्त्वपूर्ण भाग हो। सामान्य अर्थमा कुनै पनि व्यावसायिक सङ्गठनका वस्तु वा सेवाको बिक्री सम्बन्धी विवरणहरू कार्य गर्ने कर्मचारीको उचित प्रबन्ध गर्नु नै विक्रय व्यवस्थापन हो। विक्रय व्यवस्थापन भनेको कुनै पनि व्यावसायिक सङ्गठनको वस्तु वा सेवाको बिक्री वितरण सम्बन्धी कार्य गर्ने कर्मचारीको उचित प्रबन्ध गर्नु नै विक्रय व्यवस्थापन हो। अर्थात् विक्रयले कर्मचारीको भर्ना, छनौट, तालिम, उत्प्रेरणा र क्षतिपूर्तिहरूको सुपरिवेक्षण, मूल्याङ्कन एवं नियन्त्रण गर्ने सम्पूर्ण कार्यलाई नै विक्रय जनशक्ति भनिन्छ। विक्रय जनशक्ति भनेको के हो भनेपछि विभिन्न कर्मचारीको भर्ना, छनौट, तालिम अनि उत्प्रेरणादेखि क्षतिपूर्ति, सुपरिवेक्षण, मूल्याङ्कन एवं नियन्त्रण गर्ने सम्पूर्ण क्रियाकलाप, सम्पूर्ण प्रक्रियालाई नै विक्रय व्यवस्थापन भनिन्छ। विक्रय क्षेत्रमा काम गर्ने जनशक्तिहरू कर्मचारीहरूलाई अर्थात् विक्रय जनशक्तिहरू कम्पनीको कार्यालयभन्दा बाहिर विभिन्न भौगोलिक क्षेत्र रूपमा कार्यरत हुन्छन्। तसर्थ कम्पनीहरूका अन्य विभागहरूमा पनि कर्मचारीहरू अर्थात् कार्यालयभित्र बसेर काम गर्ने कर्मचारीको व्यवस्थापन गर्नुभन्दा विक्रय क्षेत्रमा काम गर्ने कर्मचारीको व्यवस्थापन गर्नु अति जटिल हो भन्ने रहेको छ। हामीले यसमा बुझ्नुपर्ने कुरा के हो भने विक्रय जनशक्ति व्यवस्थापन भनेको के हो भनेपछि कर्मचारीहरूको छनौट, भर्ना, तालिमदेखि क्षतिपूर्ति सम्पूर्ण मूल्याङ्कन नियन्त्रण गर्ने सम्पूर्ण कार्यहरूको मूल्याङ्कन गर्ने प्रक्रियालाई नै के भनिन्छ विक्रय जनशक्ति व्यवस्थापन भनिन्छ। र जनशक्ति भनेको त्यो चिज हो हरेक व्यवसाय, हरेक कम्पनीमा अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विक्रय अथवा कर्मचारीको व्यवस्थापन वा मानव सञ्चालन व्यवस्थापनमा जस्तै विक्रय जनशक्तिको व्यवस्थापनमा पनि यस किसिमको क्रियाकलापहरू सम्पन्न गरिन्छ। हरेक सङ्गठनमा यो व्यवस्थापनको कार्य अति आवश्यक मानिन्छ र विक्रय जनशक्ति व्यवस्थापनको विभिन्न क्रियाकलापहरू के कुराहरूमा रहेका हुन्छन् योमा हामीले यो च्याप्टरमा पढ्नुपर्ने विषय भनेको हाम्रो यति नै हो। सुरुमा हामीले यस व्यवस्थापन अन्तर्गत पर्ने क्रियाकलापहरू भनेको सुरुमा रहेको छ जनशक्ति विक्रय जनशक्तिको ढाँचा तयार गर्नु। त्यसपछि रहेको छ विक्रय जनशक्तिको छनौट गर्नु, अनि विक्रय जनशक्तिको तालिम, अनि विक्रय जनशक्तिको पारिश्रमिक निर्धारण, विक्रय जनशक्तिको निर्देशन वा उत्प्रेरणा, विक्रय जनशक्तिको निरीक्षण तथा मूल्याङ्कन, विक्रय जनशक्तिको नियन्त्रण। यी कुराहरू हामीले पढ्नुपर्ने रहेको हुन्छ। यो च्याप्टरभरि हामीले यही नै हेर्ने यो विषयमा विक्रय व्यवस्थापन जनशक्तिको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा यी हो नै। सुरुमा ढाँचा तयार गर्ने, त्यसपछि भर्ना छनौट गर्ने, त्यसपछि विक्रय जनशक्ति तालिम गर्ने, त्यसपछि
जनशक्तिको पारिश्रमिक निर्धारण गर्ने, त्यसपछि जनशक्तिलाई निर्देशन गर्ने, अनि लास्टमा निरीक्षण तथा मूल्याङ्कन गर्ने, त्यसपछि मूल्याङ्कनमा चाहिँ कस्तो रिजल्ट आउँछ अन्तिममा नियन्त्रण गर्ने काम गर्नुपर्छ। हामीलाई एउटा क्वेसन फिक्स यहाँनिर आउन सक्छ कि विक्रिय जनशक्ति भनेको के हो, व्यवस्थापन भनेको के हो, यसका क्रियाकलापहरू लेख्नुहोस्, यसका काम यस अन्तर्गत पर्ने विषयहरू लेख्नुहोस् भने चाहिँ हामीले यी कुराहरूलाई नै लेखिदिनु होला। किनभने हाम्रो यहाँ 7वटा स्टेप छन्, स्टेप बाई स्टेप हामी यसका यहाँ पनि हामी पढ्ने यसको बारेमा एकदम डिटेलमा पनि पढ्नेछौँ। अब हामीले जति पनि च्याप्टरमा पढ्छौँ यी 7वटा विषयको बारेमा चाहिँ पढ्नेछौँ। यो विक्रिय जनशक्ति अन्तर्गत पहिलो हामी पढ्न गएका छौँ विक्रिय जनशक्तिको ढाँचा तयार गर्ने। सुरुमा स्ट्रक्चर तयार गर्ने, विक्रिय जनशक्तिको ढाँचा तयार गर्ने, विक्रय प्रबन्धकहरूले वा कम्पनीहरूले आफ्ना विक्रय जनशक्तिको मुख्य उद्देश्य एवं विक्रयको रणनीति तर्जुमा गर्ने र विक्रिय सङ्गठनको संरचना तयार गर्ने, विक्रिय जनशक्तिको आकार तथा सङ्ख्या निश्चित गर्ने जस्ता कामहरू योजनाबद्ध ढङ्गले गर्नुपर्छ। विक्रिय सुरुमा ढाँचा भनेपछि मुख्य उद्देश्य भनेको विक्रिय जनशक्तिहरूको योजना तर्जुमा गर्ने, उनीहरूको संरचना तयार गर्ने, अनि विक्रिय जनशक्तिको आकार र सङ्ख्यामा निश्चित गर्ने कामहरू योजनाबद्ध ढङ्गले गर्नुपर्छ। यही कार्यलाई नै विक्रिय जनशक्ति ढाँचा तयार गर्नु भनिन्छ। ढाँचा भने हामीले कुन किसिमको तयार गर्ने हो त्यसको तयारी गर्नुपर्छ। ढाँचा भनेको त्यो हामीले तयारी गर्नुपर्ने हुन्छ भन्ने कुरा यसमा देखाइएको छ। अनि अर्को भनेको अब विक्रिय जनशक्ति डिजाइन र सेल्स फोर्स अन्तर्गत यो भित्रमा के पर्छ भनेपछि विक्रिय जनशक्तिको रणनीति कस्तो किसिमको रहने त विक्रिय जनशक्ति विक्रेताहरूबाट लिने विक्रिय जनशक्तिहरू विक्रेता समूहलाई विक्रिय टिमबाट अनि सम्मेलन विभिन्न सेमिनार कहाँदेखि हामीले ढाँचा तयार गर्ने त हामीले कहाँदेखि हामीले यिनीहरूको खोजी गर्ने त भन्ने कुरा हामी योमा पढ्ने पहिलो योमा रहेको छ। जुन सेल्स सुरुमा ढाँचा निर्माण गर्ने बेलाको पहिलो प्रक्रिया हो। अनि दोस्रो भनेको सुरुमा विक्रिय जनशक्ति उद्देश्य यहाँ रहेको छ। विक्रिय जनशक्ति ढाँचा तयार गर्दा सुरुमा भनेको विक्रिय जनशक्तिको उद्देश्यहरू सुरुमा हामीले उद्देश्यको बारेमा हेर्नुपर्ने हुन्छ। त्यसपछि विक्रिय जनशक्तिको रणनीति के कस्तो रणनीति छन् त्यो कुराहरू हेर्नुपर्ने हुन्छ। रणनीति अन्तर्गत हामीले अब यो विक्रिय प्रतिनिधिहरूबाट क्रेतालाई हेर्नुपर्ने हुन्छ, विभिन्न सम्मेलन सेमिनारबाट पनि हेर्नुपर्ने हुन्छ र विक्रिय जनशक्तिको संरचना कस्तो छ त्यो पनि हेर्नुपर्ने हुन्छ। विक्रिय जनशक्तिको आकार कस्तो छ अब हुन्छ कुन किसिमको हो त्यो पनि हेर्नुपर्छ साइजहरू। अनि विक्रिय जनशक्तिको क्षतिपूर्तिहरू हुन्छ नि हरेक कुरा स्थिर अब तलबहरू अथवा परिवर्तन विभिन्न कमिसनहरू हरेक कुराहरू पनि हेर्नुपर्ने हुन्छ। यो भनेको हाम्रो सुरुमा ढाँचा तयार गर्दा पहिलो कुरा। त्यसपछि भनेको विक्रिय जनशक्तिको भर्ना। अनि जब हामीले ढाँचा तयार गरिसकेपछि हामीले भर्ना प्रक्रिया सुरु हुन्छ। अब रिक्रुटमेन्ट अफ सेल्स फोर्स भनेको विक्रिय व्यवस्थापकले कम्पनीका वस्तु तथा सेवाको बिक्री वितरण गर्नका लागि आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्न सर्वप्रथम विक्रिय कर्मचारीको जनशक्तिको भर्ना प्रक्रिया सुरु लाग्नुपर्छ। भर्ना भनेको कम्पनीले आवश्यकता अनुसार उचित योग्यता र दक्षता भएका व्यक्तिहरूलाई छनौट गर्नका लागि बेरोजगार व्यक्तिहरूलाई जम्मा पार्नु र आमन्त्रण गर्नु हो। भर्ना प्रक्रिया सम्भाव्य उम्मेदवारहरू पत्ता लगाउने र उनीहरूलाई रोजगारीका लागि आवेदन दिने प्रोत्साहित गर्ने काम गरिन्छ भन्ने कुरा रहेको छ। अब यो भर्ना जनशक्ति भर्ना गर्दाखेरि हामीले हेर्नुपर्ने भनेको विषय भनेको एकमा रहेको छ विक्रिय जनशक्ति भर्नाका स्रोतहरू पत्ता लगाउने कुन किसिमको आन्तरिक कि बाह्य हो त्यो पत्ता लगाउने सुरुमा आन्तरिक हो भने त्यसलाई कसरी हामीले पदोन्नति गर्न सकिन्छ अनि पुनर्नियुक्ति कसरी गर्न सकिन्छ आन्तरिकलाई। कि बाह्य हो भने अब विज्ञापन गरेर हुन्छ कि सिफारिस गरेर हुन्छ कि रोजगारी एजेन्सीहरूबाट हुन्छ कि कसरी हुन्छ यो कुरा सुरुमा विक्रिय जनशक्ति कस्तो किसिमको हो त आन्तरिक कि बाह्य हो त्यो पत्ता लगाउने। त्यसपछि अर्को भनेको शैक्षिक संस्थाहरू कुन किसिमको त्यो कुरा पनि हेर्नुपर्छ बाह्य अन्तर्गतमा। अर्को भनेको विक्रिय जनशक्तिको भर्नाका पद्धति छनौट गर्ने व्यक्तिगत पद्धति भर्ना हो कि अप्रत्यक्ष कुन किसिमले भर्ना गर्न सकिन्छ यो कुरा पनि हामीले हेर्नुपर्ने हुन्छ। रिक्वायरमेन्ट अफ द सेल्स फोर्समा भनेको विक्रिय जनशक्ति भर्ना गर्दा पनि हामीले आन्तरिक बाह्य कुरालाई हेर्नुपर्ने हुँदो रहेछ। त्यसै गरी अर्को भनेको सिलेक्सन अफ द सेल्स फोर्स विक्रिय जनशक्तिको भर्ना प्रक्रियाबाट प्राप्त भएका विभिन्न आवेदकहरू उम्मेदवारहरू मध्येबाट सुयोग्य उम्मेदवारहरू छनौट गर्ने राम्रो एकदम हुन्छ नि सक्षम व्यक्ति उम्मेदवार छनौट गर्ने
र अयोग्यलाई अस्वीकृति गर्ने प्रक्रियालाई नै विक्रय जनशक्तिको छनौट भनिन्छ। छनौट भनेको भर्ना भइसकेको मान्छेहरू भर्ना हुन्छन्, भर्ना भइसकेपछि मान्छेहरू छनौट किसिमको त्यसपछि प्रक्रिया छनौट हो भनेको छ। अनि हरेक कम्पनीमा आफ्नै विक्रय जनशक्तिको छनौट प्रक्रिया पनि हुन्छन्। तापनि सामान्य छनौट पद्धतिका चरणहरू भनेको विभिन्न सुरुमा आवेदनको फारम भर्ने, छानबिन गर्ने, अनि पारम्परिक अन्तर्वार्ता गर्ने, लिखित परीक्षा गर्ने, मनोवैज्ञानिक परीक्षणहरू गर्ने, सन्दर्भ जाँच गर्ने, त्यसपछि स्वास्थ्य परीक्षणहरू, अन्तिममा अन्तर्वार्तासम्म यस्ता कार्य गरेर छनौटको रिजल्ट निकाल्न सकिन्छ। छनौटको लागि यो काम विक्रय जनशक्तिको छनौटमा यो पर्ने भयो। त्यही गरी अब यसका के चुनौती रहेका छन् भन्दाखेरि सेन्टरका चुनौती भनेका दक्ष उम्मेदवारहरूको पत्ता लगाउन कठिन हुने, अनि अत्यावधिक आवेदकहरू धेरै हुने, छनौट गर्न चुनौती हुने, अनि सफल विक्रेताका लागि छनौट गर्न चुनौती हुने, भर्ना र छनौटमा लगायतका चुनौतीहरू रहने, लागत धेरै लाग्ने होइन। अनि श्रम कानुन सम्बन्धी समस्याहरू, नयाँ विक्रय जनशक्तिहरूको सहजीकरणमा समस्या, यी कुराले पनि छनौटमा समस्या हुने गर्छ। अनि त्यसै गरी अर्को विधि भनेको ट्रेनिङ वा सेल्स फोर्स। विक्रय क्षेत्रमा विक्रय जनशक्तिको तालिम विशेष महत्त्वपूर्ण रहन्छ। तालिमबाट विक्रय जनशक्तिलाई कार्यक्षेत्रको व्यावहारिक ज्ञान दिइन्छ र जसले विक्रेतालाई अझै राम्रोसँग तिखार्छ र सुधार्छ र कार्य गर्न सक्षम बनाउँछ। नयाँ तथा पुराना सबै विक्रय जनशक्तिहरूलाई तालिमको खाँचो हुन्छ। विक्रय क्षेत्रमा लागेका जनशक्ति वा कर्मचारीलाई कार्य क्षेत्रको बारेमा व्यावहारिक ज्ञान दिने र सिकाउने प्रक्रियालाई नै विक्रय जनशक्ति तथा तालिम भनिन्छ। यो हाम्रो छनौट पछिको तालिम प्रक्रिया हो। अब तालिम भनेपछि विक्रय जनशक्तिको तालिमको उद्देश्य अब हुन्छ नि, विक्रय जनशक्तिलाई तालिमको प्रमुख उद्देश्य विक्रेताबाट उच्च कार्य सम्पादन गर्नको किन हामीले विक्रेतालाई तालिम दिनेछ भन्दाखेरि उनीहरूबाट उत्कृष्ट कार्य सम्पादन होस् भनेर। अनि भन्ने कुरा तालिम अन्तर्गत पर्ने भयो। विक्रय तालिमको महत्त्व भनेको कार्य सम्पादनलाई राम्रो गराउनु हो, ग्राहकलाई उचित तरिकाबाट प्रभाव पार्नु, दक्षताको ज्ञान प्रदान गर्नु, आम्दानी बढाउँछ र राम्रो सम्बन्ध पार्दछ भन्ने कुराहरू विक्रय जनशक्तिको तालिम अन्तर्गत पर्यो। यसका विधिहरू अब यो तालिम भनेको कार्यस्थलमा हुन पनि सक्छ, स्कुल कलेजमा हुनसक्छ, पत्र तथा व्यवहारद्वारा पनि तालिम गर्न सकिन्छ, विक्रय बैठक सम्मेलनबाट पनि, अनि विभिन्न निर्देशकहरूबाट पनि, दृश्य तालिमहरू, अन्त्य भूमिका तालिम, सबै कुराहरू पनि गर्न यसरी पनि तालिम दिन सकिन्छ। यो तालिमको केस आयो होइन। हामी प्रत्येक स्टेप बाई स्टेप हेर्छौँ है। हामीहरू सुरुमा हामीले हेरेको भनेपछि ढाँचा, त्यसपछि हामीले छनौट, त्यसपछिको अब यो आयो तालिम, त्यसै अर्को आउँछ भनेको अब विक्रय जनशक्तिको अब यो पारिश्रमिक र क्षतिपूर्तिको निर्धारण भन्ने कुरा छ। रिक्रुटमेन्ट द कम्पिटिसन अफ द सेल्स फोर्स। विक्रय जनशक्तिको पारिश्रमिक र क्षतिपूर्ति सम्बन्धी विक्रय जनशक्तिको सङ्गठनको विक्रय कार्य सम्पादन गरे बापत उनीहरूलाई त्यसको क्षतिपूर्ति तथा पुरस्कार स्वरूप मौद्रिक रकम वा अमौद्रिक सुविधाहरू दिनुपर्दछ। तिनै मौद्रिक तथा सुविधाहरूलाई नै विक्रय जनशक्तिको पारिश्रमिक भनिन्छ भने विक्रय व्यवस्थापकले असल पारिश्रमिक योजना तयार गरी कम्पनीका विक्रय जनशक्तिका लागि उचित पारिश्रमिक व्यवस्था गर्नुपर्छ। पारिश्रमिक र सङ्गठनको कार्य सम्पादनमा सिधा सम्बन्ध हुने भएकाले विक्रय व्यवस्थापकहरूले विभिन्न कुराहरू विचार पुर्याएर विक्रय जनशक्तिका लागि एउटा असल पारिश्रमिक योजना तयार गर्नुपर्ने हुन्छ भन्ने कुरा आयो। अब एउटा असल पारिश्रमिक योजना तयार गर्दाखेरि के कुराहरूको आवश्यक पर्छ, तत्त्वको आवश्यक पर्छ भनेको पर्याप्तता हुनु पऱ्यो त्यो कुरा होइन। अब अनि त्यसपछि सरलता हुनु पऱ्यो, निष्पक्षता हुनु पऱ्यो, समानता हुनु पऱ्यो, स्पष्टता हुनु पऱ्यो, शीघ्रता हुनु पऱ्यो, मितव्ययता हुनु पऱ्यो, तरलता हुनु पऱ्यो होइन। अनि प्रोत्साहनमुखी हुनु पऱ्यो। सरकारी नीति नियमहरू पनि यी कुराहरूले पनि तत्त्वहरूले रहेका हुन्छन्, आवश्यक तत्त्वहरू रहेका हुन्छन्। एउटा विक्रय जनशक्तिको पारिश्रमिकको क्षतिपूर्ति निर्धारण गर्नका लागि यी तत्त्वको भूमिका रहन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। इक्जाममा यो क्वेसन पनि आउने गर्छ। रिक्रुटमेन्ट द सेल्स फोर्स भनेर अथवा फिचर अफ द रिक्वेस्टेड गुड कम्युनिकेसन प्लान भन्ने कुरा यो पनि क्वेसन आउन सक्छ। अर्को अब यसैभित्र भनेको विक्रय पारिश्रमिकको प्रकार भनेको कस्तो किसिमको हुन्छ। एउटा भनेको शुद्ध तलब विधि हुन्छ, अर्को भनेको कमिसन हुन्छ, अर्को भनेको तलब र कमिसन दुवै मिश्रित खालको हुन्छ। शुद्ध तलब विधि भनेको विक्रय जनशक्तिलाई दिइने सबैभन्दा सरल पारिश्रमिक हो होइन, जुन मासिक हुन्छ नि, जो सरल किसिमको शुद्ध भनिन्छ। अनि शुद्ध कमिसन भनेको त्यो जनशक्तिहरूले
कुल बिक्री मात्राको आधारमा कमिसनको आधारमा पनि स्यालेरी पाउने हुन्छन्, त्यो भनेको कमिसन भयो। अर्को एउटा यो भनेको महिनाको अनुसार हुन्छ नि, अनि यो भनेको कमिसनको आधारमा, तलबको आधारमा अब भन्दा पनि यो बिक्री हरेक कुरालाई हेरेर दिने भयो। यो भनेको कमिसन दुवैको पारिश्रमिकको यस विधिमा बिक्री जनशक्तिलाई निश्चित तलबको साथसाथै बिक्री मात्राको आधारमा कमिसन पनि दिइन्छ। यस विधिले तलब र विधिले शुद्ध कमिसन गरी दुवै विधि बेफाइदाहरू हटाउँछ भन्ने कुरा गर्छ यो विधि भयो। अर्को भनेको अब हाम्रो जुन हाम्रो यो ट्रेनिङको कुरा थियो नि, बिक्री जनशक्तिको कुरा थियो नि, त्यसपछिको अब अर्को नेक्स्ट आयो हाम्रो डिरेक्सन र सेल्स फोर्स, बिक्रीलाई जनशक्ति कसरी निर्देशन गर्ने भन्ने कुरा आयो। बिक्री जनशक्ति ठाउँलाई कामको जिम्मेवारी दिइसकेपछि बेला बेलामा निर्देशन गर्नुपर्ने हुन्छ र यसरी निर्देशन गर्दा कर्मचारीलाई सिकाउने, मार्गदर्शन गर्ने, सूचित गर्ने तथा आदेश दिने काम गर्नुपर्छ। बिक्री जनशक्तिहरूले योजनाबद्ध ढङ्गले कार्य गरून् भन्ने सबैको चाहना हुन्छ र त्यो अनुसार निर्देशन गरेको हुन्छ। त्यसपछि मोटिभेसन गर्ने र आफ्नो सङ्गठनको नाफा प्राप्त गर्न अथवा लक्ष्य प्राप्त गर्नका लागि कर्मचारीहरूमा उत्साह उमङ्ग हुन्छ नि, त्यो जोस जाँगर हुनुपर्ने हुन्छ, त्यसको लागि मोटिभेसन पनि आवश्यक पर्छ भन्ने कुरा आयो। मोटिभेसन कुरा पनि आयो। अनि त्यसै गरी अर्को कुरा आयो, त्यसै गरी बिक्री जनशक्तिहरूलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरा भनेपछि उनीहरूलाई व्यक्तिगत सम्पर्क सुपरभिजन गरेर, पत्र व्यवहार गरेर, विभिन्न प्रतियोगिताहरू बनाएर, विभिन्न कोटा लक्ष्यहरू निर्धारण गरेर, पदोन्नति गरेर, बढुवा गरेर, विभिन्न बैठक सम्मेलनहरू गरेर यी सबै किसिमले नै बिक्री जनशक्तिहरूको निर्धारण र निर्माण गर्ने कार्य गरिन्छ भन्ने कुरा हामीले यसमा रह्यो। यो च्याप्टरमा अरू त्यस्तो केही थिएन। सिधा भन्दाखेरि सुरुमा हामीले जुन पढ्यौँ त्यो बिक्री जनशक्तिका जति पनि हामीले माथि विषय पढ्यौँ सबै बिक्री जनशक्तिका व्यवस्थापनका क्रियाकलापहरू पर्छन्, जुन हामीले फिल्डमा ढाँचा तयार गर्ने, अनि त्यसपछि भर्ना गर्ने, छनौट गर्ने, तालिम दिने, सुपरिवेक्षण गर्ने, नियन्त्रण गर्ने, उत्प्रेरणा गर्ने, लास्टमा कन्ट्रोलिङ नियन्त्रणसम्म सम्पूर्ण कार्य भनेका एउटा के कुरामा देखाएको छ भनेपछि एउटा सफल विक्रेता हुनको लागि यी प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ। यो कुराले यसमा देखाउन खोजिएको हो। एउटा के अरे बिक्री सफल हुनका लागि आवश्यक तत्त्वहरू अथवा गर्नुपर्ने कामहरू भनेका यी कुराहरू नै थिए जुन हामीले भर्खर पढ्यौँ मैले। यस च्याप्टरमा एउटा क्वेसन बन्न सक्छ, राम्रो खाले क्वेसन आज कि बिक्री जनशक्तिको बारेमा लेख्नुहोस्, जस्तै क्रियाकलापहरू लेख्नुहोस् भनेपछि सिधै हामीले ढाँचा तयार गर्ने। जस्तै हामी यो च्याप्टरमा के बुझाउन गइरहेको छु, अन्तिममा म के भन्न गइरहेको छु भने तपाईँहरूलाई बिक्री जनशक्ति व्यवस्थापनको क्रियाकलाप अन्तर्गत हामीले पढ्ने जुन हामीले पढ्यौँ नि, ढाँचा तयार पार्ने, छनौट गर्ने, अनि त्यसपछि तालिम दिने, अनि बिक्री जनशक्तिहरूको समस्याहरू बुझ्ने, अनि त्यसपछि मोटिभेसन गर्ने, नियन्त्रण के अरे सुपरभिजन गर्ने सबै काम छन् नि, यिनीहरू भनेका यी कामहरू नै बिक्री जनशक्तिले पनि गर्ने गर्छ, जसबाट सङ्गठनको नाफा प्राप्त गर्नका लागि सहज हुन्छ। र यदि सङ्गठन दीर्घकालीन रूपमा चल्ने हो र हरेक सङ्गठनले नाफा कमाउने अथवा ग्राहकका इच्छा, आवश्यकता र चाहनाहरू पुरा गर्ने हो भने यी कुराहरू आवश्यक नै पर्छन्। जुन कुरा हामीले अहिले भर्खरै पढ्यौँ, ढाँचा तयार गर्ने, त्यसै गरी भनेको जनशक्तिहरूको भर्ना गर्ने, अनि विभिन्न तिनीहरूको भर्नाहरू अनि छनौट गर्ने, छनौटपछि तिनीहरूलाई तालिम दिने, तालिम दिइसकेपछि तिनीहरूलाई सुपरभिजन गर्ने, त्यसपछि तिनीहरूलाई मोटिभेसन दिने, तिनीहरूलाई अन्तिममा कन्ट्रोलिङ गर्ने, यी कार्यहरू गर्नुपर्ने हुन्छ। आजको भिडियोमा यही नै थियो। यो च्याप्टरमा विशेष गरी यही नै थियो र हामीले के बुझ्नुपर्छ भने बेसिक नलेज हामीलाई जानकारी भएमा यो च्याप्टरको गर्न सक्छौँ। यो च्याप्टर 6 को यति नै थियो। योभन्दा 7 अर्को च्याप्टर नेक्स्ट डे गर्नेछौँ। आजलाई यति नै, नेक्स्ट च्याप्टरमा भेट्नेछौँ।